नमस्कार दर्शकबिन, आज हामी काठमाडौँबाट धेरै टाढा नभई नजिकै तथा रमणीय स्थल रहेको ठाउँमा जाँदैछौँ। काठमाडौँबाट करिब 28 देखि 30 किलोमिटर टाढा रहेको तथा साँखु बजारबाट करिब 5-7 किलोमिटरको दूरीमा रहेको यस कात्तिके डाँडा अत्यन्त रमणीय स्थलको रूपमा लिन सकिन्छ। कात्तिके भन्ज्याङका विभिन्न विशेषताहरू रहेको पाइन्छ। कात्तिके भन्ज्याङबाट हिमाल, हरियाली, डाँडाकाँडा र काठमाडौँ उपत्यका सुन्दर दृश्य देख्न सकिन्छ। कात्तिके भन्ज्याङ नगरकोटको प्रवेशद्वारको रूपमा पनि लिन सकिन्छ। यो क्षेत्र नगरकोट जाने मुख्य प्रवेशद्वार हो, जसले पर्यटकलाई रमाइलो विश्राम स्थल प्रदान गर्ने गर्दछ। नगरकोट जाने बेलामा विभिन्न अवलोकनकर्ताहरू यस स्थानमा विश्राम गरेर नगरकोट पुग्ने गर्दछन्। चारैतिर हिमालले ढाकिएको यस क्षेत्र अत्यन्त रमणीय स्थलको रूपमा लिन सकिन्छ। यस कात्तिके भन्ज्याङमा यहाँका बासिन्दाहरू प्राय नेवार र तामाङ समुदायका छन्, जसले आफ्नो परम्परागत संस्कृति र खानपान जस्तै सेलरोटी, घिउ, चाकु आदिद्वारा आगन्तुकलाई स्वागत गर्ने गर्दछन्। यहाँ विभिन्न किसिमका चराचुरुङ्गीहरू पनि पाउन सकिन्छ, जस्तै कालिज। हामी यत्रतत्रै घुमिरहेको हामी देख्न सक्दछौँ। वन जङ्गल नजिकै भएको हुनाले विभिन्न किसिमका जङ्गली जनावरहरू पनि हामीले कात्तिके डाँडा वरिपरि भेट्न तथा देख्न सक्दछौँ। यस कात्तिके भन्ज्याङमा जाने क्रममा हाइकिङ र साइक्लिङको पनि उपयुक्त ठाउँको रूपमा लिन सकिन्छ। काठमाडौँ नजिकैको रमणीय हाइकिङ र साइक्लिङको रुटमध्ये कात्तिके भन्ज्याङ अत्यन्त लोकप्रिय मान्न सकिन्छ। यो दूरी मैले भनिसके, काठमाडौँबाट करिब 30 किलोमिटर र नगरकोटसम्म जानको लागि उक्त कात्तिके भन्ज्याङबाट 7-8 किलोमिटरको दूरीमा हामी पुग्न सक्दछौँ। यो कात्तिके भन्ज्याङ भन्ने स्थान करिब 1800 मिटरको उचाइमा रहेको छ। यसको मुख्य आकर्षण भनेको हरियाली दृश्य, शान्त वातावरण, गाउँ संस्कृति र नगरकोट जाने प्रवेशद्वारको रूपमा लिन सकिन्छ। यहाँको वन जङ्गलले यस स्थानलाई अझ रमणीय बनाएको देख्न सकिन्छ। काठमाडौँबाट जोरपाटी हुँदै साँखु भएर पनि कात्तिके भन्ज्याङसम्म पुग्न सकिन्छ। मोटरसाइकल वा गाडीमा करिब 20 देखि 25 मिनटमा हामी साँखु बजारबाट कात्तिके भन्ज्याङ पुग्न सक्दछौँ। साँखु बजारदेखि सोस्तानीको मन्दिरको पछाडिको भाग भएर हामी कात्तिके भन्ज्याङ पुग्न सक्दछौँ। साँखुबाट जाने बाटो अन्तर्गत साँखुबाट तेलकोट, भट्टगाउँ, खोपाछे हुँदै कात्तिके भन्ज्याङ पुग्न सकिन्छ। यसको बाटोमा देखिने दृश्यहरू अत्यन्त मनमोहक तथा हरियाली डाँडा र गाउँघरको दृश्यले
अत्यन्त मनमोहक बनाउँदछ। सानो कच्ची बाटो हुँदै रमणीय बस्तीहरू छिछोल्दै हामी कात्तिके भन्ज्याङ पुग्न सक्दछौँ। कात्तिके भन्ज्याङबाट बिहानी पख राम्रो किसिमले हिमालका चुचुराहरू देख्न सक्दछौँ। त्यहाँबाट मेलम्चीको बाँध पनि देख्न सकिन्छ। कात्तिके भन्ज्याङबाट हामी अझ माथि जाँदा टाढैदेखि देखिने लाङटाङ हिमाल श्रृङ्खला पनि हामी त्यहाँ देख्न सक्दछौँ। स्थानीय तामाङ समुदायका बस्ती र संस्कृतिले गर्दा त्यहाँको रहनसहन अझ रमणीय भएको हामी देख्न सक्दछौँ। कात्तिके भन्ज्याङ पुगिसकेपछि त्यहाँबाट केही कच्ची बाटो छिचोल्दै हामी उक्त कात्तिके भन्ज्याङको मुख्य स्थानबाट लाङटाङ हिमाल देखिने स्थानसम्म पुग्न सक्दछौँ। त्यहाँ विभिन्न किसिमका फुलहरू पनि फुलेको हामी देख्न सक्दछौँ। विभिन्न किसिमका जङ्गली खाने फलफुलहरू पनि फुलेका छन्। मखमली फुलहरू ढपक्क फुलेर डाँडै ढाकेको अवस्थामा पनि हामी देख्न सक्दछौँ। त्यहाँबाट देखिने दृश्य मात्र नभई केवल मनोरञ्जनको लागि अत्यन्त रमणीय स्थलको रूपमा लिन सकिन्छ। अझ भन्नुपर्दा हामी साँखुबाट 1350 मिटरको उचाइमा गएपछि हामी कात्तिके भन्ज्याङ पुग्दछौँ। अर्थात् जम्मी 1800 मिटरको उचाइमा कात्तिके भन्ज्याङ रहेको पाउन सकिन्छ। यसको बाटोमा देखिने दृश्य र आकर्षण कुराहरू पनि धेरै रहेका छन्। साँखुको ऐतिहासिक सहर अर्थात् साँखु प्राचीन नगर हो, जहाँ धार्मिक दृष्टिले पनि प्रसिद्ध छ। यहाँ वज्र योगिनी मन्दिर पनि अवस्थित छ। त्यसकारण उक्त वज्र योगिनी मन्दिर हुँदै हामी कात्तिके भन्ज्याङसम्म पुग्न सक्दछौँ। त्यसैगरी बाटोमा देख्ने दृश्यहरूमध्ये तेलकोट डाँडो पनि हामी देख्न सक्दछौँ। यहाँबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्य देख्न सकिन्छ। हावापानी चिसो र मनमोहक छ। अझ माथि जाँदै गर्दा हामी भट्ट गाउँ र खोपाछे गाउँहरू पनि देख्न सक्दछौँ। यी वस्तुहरूमा परम्परागत तामाङ र नेवार घरहरू रहेको पाइन्छ। उक्त तामाङ र नेवार समुदायले खेतीबारी लगायतका कामहरू गर्ने गर्दछन्। उक्त स्थानमा पहाडी जीवनशैलीहरू प्रष्ट रूपमा देख्न सकिन्छ। यहाँबाट नगरकोट, लाङटाङ हिमाल र पूर्वी पहाडका श्रृङ्खलाहरू अत्यन्त सुन्दर देखिन्छन्। यहाँको बिहान र साँझको दृश्य विशेष रमाइलो दृश्य हुन्छ।
कात्तिके भन्ज्याङमा पुगेर हामीले त्यहाँका दृश्य अवलोकनहरू गर्न सक्दछौँ। हिमाल र हरियाली दृश्यहरू लिन सक्दछौँ। सूर्योदय र सूर्यास्त कैद गर्न उपयुक्त स्थानको रूपमा पनि हामी कात्तिके भन्ज्याङलाई लिन सक्दछौँ। हाइकिङ र साइक्लिङको लागि पनि यस साँखुवा नगरकोटबाट छोटो ट्रेक वा बाइक राइड गर्न सकिन्छ। यस स्थानमा गाउँका मानिसहरूसँग भेटघाट, तामाङ गीत सङ्गीत र परिकारहरूको अनुभव लिन सकिन्छ। उक्त स्थान जानको निमित्त पक्की बाटो भएर हामी आनन्दले जान सक्दछौँ। बिहान सबेरै हिँड्दा धुन्द र सूर्योदयको दृश्य मनमोहक हुन्छ। यस स्थानमा बाटोमा साना पसल र पानीका धारा छन्, तर केही ठाउँमा पानीको स्रोत टाढा पनि हुन सक्दछ। पानी बोकेरै लानु यहाँको लागि उपयुक्त मानिन्छ। उक्त स्थानमा जानको निमित्त जुत्ता हलुका र ग्रिप भएको लगाउँदा हामी त्यहाँ राम्रोसँग हिँड्न तथा अवलोकन गर्न सक्दछौँ। उक्त स्थानमा पुगिसकेपछि हाइकिङको समय सिद्धिसकेपछि नगरकोटसम्म पनि सजिलै पुग्न सकिन्छ। त्यहाँबाट नगरकोट जानको लागि केवल 7 किलोमिटरको दूरी पार गर्यो भने हामी पुग्न सक्दछौँ। बाटो अत्यन्त सुन्दर र मनमोहक देख्न पाउँदछौँ। शान्त वातावरण, जङ्गली चराचुरुङ्गीहरूको आवाजले हाम्रो मन मनमोहक हुने गर्दछ। त्यहाँको भू आकृति, हरियाली डाँडा, खेतबारी, जङ्गल र गाउँहरूको मिश्रणले गर्दा अत्यन्त सुन्दर भएको हामी देख्न सक्दछौँ। कात्तिके भन्ज्याङ क्षेत्रलाई नगरकोटको आधारबिन्दु पनि भनिन्छ, किनभने यो स्थानबाटै नगरकोट जाने बाटो छुट्टिन्छ र यहाँबाट पनि हिमालको दृश्य अत्यन्त आकर्षक देखिन्छ। यहाँबाट देखिने आकर्षक हिमालहरूमध्ये लाङटाङ, गणेश हिमाल, दोर्जे लाक्पा, गोसाइँकुण्ड क्षेत्रका शिखरहरू लगायतका हिम शिखरहरू देख्न सकिन्छ। उक्त स्थान पुग्नको निमित्त केही ठाउँ बाहेक सबै ठाउँ पक्की रहेको पनि हामी देख्न सक्दछौँ। बीच बाटोमा केही घरहरूले गर्दा अझ रमाइलो र मनमोहक भएको हामी पाउन सक्दछौँ। त्यहाँको संस्कृतिमा तामाङहरूको लोसार धुमधामले मनाइन्छ। नेवारहरूको गठमुग, इन्द्रजात्रा र दसैँ तिहार रङ्गीन शैलीमा मनाउने गरिन्छ। मैले अघि नै भनिसके, त्यस स्थानको आकर्षण केन्द्रबिन्दु भनेको तेलकोट डाँडा, भट्टगाउँ र खोपाछे गाउँ, कात्तिके भन्ज्याङ, नगरकोट नजिकको जङ्गल क्षेत्र लगायतका कुराहरू हामी सजिलै देख्न तथा रमाउन सक्दछौँ। उक्त स्थानमा बिहानै निस्किनुभयो भने हिमालको दृश्य र सूर्योदय दुवै देख्न सकिन्छ। हलुका ज्याकेट, पानी, स्न्याक्स र क्यामेराहरू लिएर आउनको निमित्त पनि
स्थानीय पसल वा घरमा चिया पिउँदा गाउँलेहरूसँग कुरा गर्दा रमाइलो अनुभव पनि देख्न सकिन्छ। त्यस स्थानमा हामीले चाहेमा चाखु काक्तिके नगरकोट एक दिनमै हाइकिङ ट्रिप गर्न